हुन्छ भने 1 रुपैयाँ घटाइदिए पनि हुन्छ है। यो त एउटा थिति विधि यसो बनाएको छ हामीले। अब यही अन्तर्गत साथीहरूले सोध्नुभयो, अब एउटा बिरालो बाँधियो, जहाँ चलन हुन्छ नि त्यसमा बाँधियो, सिद्धियो। अब बजेट सकेसम्म सन्तुलित ल्याउन खोजिएको छ। म अन्तिम न्याय परम सत्य यही हो भन्दिनँ, कमी कमजोरी कुनै रहेका नहोलान् पनि भन्दिनँ, यो निर्विवादै हुनुपर्छ पनि भन्दिनँ, विवादका ठाउँहरू हुन सक्छन्। तर मैले अघि नै भने निर्विवाद पनि कहीँ पनि हुँदैन, अपेक्षाहरू कहीँ पनि पुरा भएका हुँदैनन्। त्यसो भएर यसलाई मेरो आग्रह गर्ने काम हो, समर्थन गरिदिनुस्। फेरि मलाई थाहा छ के धर्मले के गर्छ, तैपनि मेरो काम हो, आग्रह हो। म एउटा दुईटा कुरा एकदम संक्षिप्तमा दुईटा कुरा मात्रै भन्न चाहन्छु। हामीले संसदमा छलफल गर्दा कहिले कहिले अलिक चित्त बुझ्दैन, अलिक धेरै चित्त बुझ्दैन, निकै धेरै चित्त बुझ्दैन, तैपनि केही कुराहरूमा चाहिँ राष्ट्रियताको सवाल, राष्ट्रको सार्वभौम सत्ताको सवाल, भौगोलिक अखण्डताको सवाल, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सवाल जस्ता कुराहरूमा गम्भीर हुनुपर्दछ। त्यसमा हल्का फुल्का ढङ्गले टिप्पणी गरिनु हुँदैन। त्यस्तै गरेर म मान्यज्यूहरूसँग आग्रह गर्न चाहन्छु, 9 दशकभन्दा लामो समयदेखि बलिदानपूर्ण सङ्घर्ष गरेर जनताले ल्याएको लोकतान्त्रिक प्रणाली, त्यसको सम्बन्धमा यत्रो बलिदानलाई मजाक उडाएर, यत्रो त्याग सङ्घर्षलाई मजाक उडाएर लोकतन्त्रमाथि हल्का फुल्का ढङ्गले टिका टिप्पणी गरिनु वाञ्छनीय हुँदैन। यो प्रणाली र यो गरिमामय संसद